हाई गाइस, गुड मर्निङ है। आज चाहिँ तपाईँहरूको डिमान्ड अनुसार चाहिँ म भिडियो हाल्दैछु है। मेरो डेलिभरी भिडियो चाहिँ अलिअलि मैले क्लिप गरेको थिएँ। अन्त क्लिप गर्दा गर्दै कम्ती गरेको थिएँ। भिडियो बनाइदिने मान्छे कोही थिएन र मैले चाहिँ गर्दै थिएँ। अनि चाहिँ मेरो डेलिभरी टाइम चाहिँ यसरी बितेको थियो र मेरो बुढा चाहिँ यहाँ मलाई भेट्नु आउनुभएको थियो। हेर्नु नानीले डिस्टर्ब गर्छ फेरि। मेरो बुढा अन्त यहाँ चाहिँ मेरो नानी डेलिभरी भइसकेर पनि यहाँ चाहिँ म रेस्ट गरिरहेको थिएँ। त्यतिखेर मेरो नानी चाहिँ एनआइसियूमा थियो। अनि अलिकति प्रब्लम थियो नि त नानीलाई चाहिँ। अरे गर्नु नि यस्तै भएर मैले नगरेको भिडियो नानीले दिँदैन। अन्त यहाँ चाहिँ म बसिरहेको थिएँ एक्लै। हस्पिटलमा चाहिँ कोही साथी बस्नु पाउँदैन थियो नि त। यहाँ बसिरहेको थिएँ। अनि चाहिँ यति डिस्टर्ब गर्छ गाइस। हेर्नु न मलाई नानीले के गर्नु अब भोइस ओभर गरेर हालौँ भनेको त यस्तो गर्छ। यो चाहिँ मेरो डेलिभरीको सेकेन्ड डे थियो। अनि यहाँ चाहिँ म रेस्ट गरिरहेको थिएँ। मेरो नानी कहिले आउँछ भनेर वेट गरिरहेको थिएँ। मैले बेबी पाएकै थिइनँ। अनि सुत न। अनि पुरा झगडा गर्दैछ हौ नानी पनि, हेर्नु न। अनि चाहिँ यहाँ चाहिँ म सुतेर थिएँ, बाई भन्दै थिएँ। अन्त यहाँ चाहिँ मेरो फेरि अर्को दिन मलाई कस्तो साह्रो परिरहेको थियो गाइस। कति साह्रो हुँदो रहेछ डेलिभरी गर्नु भनेपछि है। आमा बनिनु सजिलो रहेन रहेछ संसारमा। सर्क्यो है। अनि यस्तै भयो डेलिभरी भिडियो चाहिँ मेरो। अलिअलि क्लिप तपाईँहरूको सन्तोकको लागि, त्यस्तो चाहिँ छैन है। यहाँ चाहिँ खाली भइसकेको थियो, सबै छुट्टी भएर गइसक्नु भएको थियो। म र एकजना थियौँ। हेलो गाइस, आज चाहिँ मेरो हस्पिटल बसे पनि 3 दिन भयो हो। 3 दिनमा चाहिँ आज फाइनली मेरो नानी आइसकेको छ मसँग हो। नानी चाहिँ दिनुभएको थिएन नि त। अन्त अहिले चाहिँ म मेरो हेल्थ अलिक ठिक भयो 3 दिनमा चाहिँ है। तपाईँहरूलाई अपडेट दिन्छु नि म कस्तो छु के छु भनेर। अनि यहाँ सुतिरहेको छ नाति त। उठेकै अहिले दुध खाएर सुतेको थियो नि त। दुध खान्छ नि। कपाल छ त। यहाँ चाहिँ मेरो छुट्टी हुने दिन थियो। आमा चाहिँ लिनु आउनुभएको थियो। आमा बुवा चाहिँ दादा बाहिर गएर चाहिँ आमा चाहिँ यहाँ मलाई भेट्नु आउनुभएको थियो। आमा चाहिँ यहाँ बसिरहनु भएको छ, के सोच्दै बसिरहनु भएको छ। म चाहिँ यहाँनिर मलाई चाहिँ यहाँ लगाइदिनु भएको थियो ब्लड लगाइदिनु हुँदै थियो। यो चाहिँ लास्ट दिन थियो मेरो हस्पिटलको है। यहाँ चाहिँ आमा चाहिँ मेरो नानीलाई हेर्नु हुँदै थियो, के गर्दैछ भन्दै बोल्नु हुँदै थियो। फाइनली डिस्चार्ज पनि भयो। अन्त यहाँ चाहिँ डिस्चार्ज पनि भयो। यहाँ चाहिँ हामी छुट्टी भएर बुढा, म, आमा, बुवा है जाँदै थियौँ। छुट्टी भएर मेरो बुढाले चाहिँ भित्र ब्याग नानी र मेरो भित्र ब्याग लिएर जानुहुँदै थियो एक्साइटेड भएर है। डेडी भएको एक्साइटेडमा बोकेर बुवाहरू झोलाहरू पनि रहेछ। अन्त यहाँ मेरो बुढा चाहिँ यहीँ रुममै बस्नुभएको थियो। उसको सामानहरू पनि थियो। अन्त गाडी लिएर आउनु थियो बुवा र आमा चाहिँ। यहाँ चाहिँ हाम्रो एन्ट्री हुँदै थियो। हाम्रो चाहिँ वेलकम गर्नु हुँदैन थियो। आमाले त्यतिकै नानीलाई वेलकम गर्नुभयो है। आमाले माया गर्नुहुँदै थियो। म चाहिँ मै बोक्ने नानी भनेर ल्याएको नि त। अरूलाई बोक्नै दिएकै थिइनँ। कस्तो आफ्नो मुटु रहेछ नानीलाई। मन लाग्दैन। म चाहिँ अहिले घर आइसकेँ हो। के गर्नु हुँदै थियो। उसलाई थ्याङ्क यू भनेको अरे मैले नानी जन्मकोमा हो। यहाँ चाहिँ मैले भोइस गरिनँ। अन्त ब्याकग्राउन्ड बजिरहेको थियो नि त। फाइनली आज चाहिँ 4 दिनको हस्पिटल बसाइमा आज चाहिँ घर जाने कुरा छ, डिस्चार्ज दिने है। अहिले मेरो हेल्थ एकदम ठिक छ। 4 दिनमा है राम्रो भए। नानी पनि बेबी पनि ठिकै छ है। हाम्रो चाहिँ तपाईँहरूलाई फेस रिभिल नगरे पनि हाम्रो चाहिँ जेन्डर रिभिल गर्छु एकैचोटि भनेको थिएँ। हाम्रो चाहिँ बेबी बोय भयो है। बेबी बोय भयो, मेरो चाहिँ छोरा भयो।
अन्त अहिले चाहिँ अलिक हेल्थ ठिक भएर राम्रो भएर बसिरहेको छु घाम तापेर हो। सायद आज हाम्रो छुट्टी हुन्छ होला भन्दैछु। बेबी र म मात्रै छु, साथी पनि बस्नु पाउँदैन हो। हातहरू हेर्नु न सुन्नेर रमरम भइरहेको छ। अरू कुरा तपाईँहरूलाई घर गएर भिडियो गर्नु पाइँदैन हो फोनमा हस्पिटलमा। अहिले चाहिँ कोही छैन र भिडियो गरेको है। बाई बाई, स्टे ट्युन। तपाईँहरूलाई के हुन्छ कस्तो हुन्छ अपडेट दिँदै गर्छु है। बाई बाई। बेग बोकेको म बनाइदिन्छु नि। हेर न, नानीको बाउ भएपछि चाहिँ यतिको चाहिँ हुनुपर्छ। हामी चाहिँ डिस्चार्ज भयो आज। आमा बुवा चाहिँ गइसक्नु भयो बाहिर, बुढा र म चाहिँ जाँदैछु। यता हेरिदिनु न, छोरा भएर कतिको खुसी छ पुरा। हेर न, उत्तम शर्मा जस्तै छोरा जन्मेको छ हो। म त अरूको नानी भन्दा कति खुसी हुने, झन् आफ्नो नानी भन्दा खुसी हुने। दुःख चाहिँ के लाग्यो भने गाइस, मैले छोरी दिनु सकिनँ मेरो बुढालाई हो। छ्या त्यो चाहिँ लाग्यो। यहाँ चाहिँ म मेरो घरमा आमासँग बोल्दै थिएँ है। मेरो चाहिँ यतिखेर नानी जन्मिसकेको थियो र पनि मेरो चाहिँ पेट चाहिँ ठुलै देख्दैछ है। यस्तै हुँदो रहेछ, ठुलो नै हुँदो रहेछ। यहाँ चाहिँ मेरो बेबी भएर पनि म भोलिपल्ट चाहिँ हिँड्दै थिएँ है। हिँड्नु पुरा गाह्रो हुँदो रहेछ नि त। हिँड्दै थिएँ अन्त चाहिँ आमासँग बोल्दै हिँड्दै गर्दै थिएँ। यहाँ मेरो युरिनको ऊ पनि यहीँ छ है, बोकेर हिँडिरहेको थिएँ। यति स्ट्रगल गर्नु पर्दो रहेछ। बाई बाई, स्टे ट्युन।